काम नहुँदा पनि अल्छी लाग्ने है र काम हुँदा पनि अल्छी लाग्ने है। सो हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग है। र आज भने चाहिँ म चाहिँ ड्युटीतर्फ लागिरहेकी छु है। ड्युटी जाँदाखेरि चाहिँ मेरो छोरा चाहिँ यसरी पछ्याउने गर्छ, हेर्नुहोस् न, यसरी पछ्याउँछ हो। आज चाहिँ ड्युटी जाने एकदमै ढिलो भइसकेको थियो है, र म चाहिँ गाडी रोक्नको लागि बसिसकेको छु है। र गाडी चाहिँ एकदमै पाउँदै पाइनँ है, र फाइनली यो टोटो पाएँ एउटा है, र टोटोमै बसेर आएँ है। टोटोमा चाहिँ हाम्रो गाउँको काकीहरू पनि रहेछ नि त, सो टोटोमा काकीहरूसँग दिलाकी गर्दै म चाहिँ ड्युटीतर्फ लागिरहेकी छु है। र म फाइनली ड्युटीमा आइपुगेको छु है। र आज चाहिँ हाम्रो चाहिँ सङ्घमा चाहिँ एकदमै इम्पोर्टेन्ट मिटिङ थियो नि त, सो त्यो मिटिङमा चाहिँ सबैजनाको उपस्थिति चाहिँ एकदमै जरुरी थियो है। त्यही भएर चाहिँ सङ्घ अफिसतर्फ चाहिँ म लागिरहेको छु है। सबैजना आइसक्नु भएको रहेछ हो, आन्टीहरू पनि आउनु भएको रहेछ। म चाहिँ सबैभन्दा लास्ट भइसकेको थियो, यी सबैजना आइसकेको थियो, हेर्नुहोस् न। एकदमै इम्पोर्टेन्ट विषयमा चाहिँ मिटिङ थियो है। र सो मिटिङ सके पश्चात चाहिँ हामीले यसरी सेल्फीहरू पनि लियौँ, फोटोहरू खिच्यौँ है। र मिटिङ चाहिँ के विषयमा थियो त्यो चाहिँ म भन्न सक्दिनँ है। सो थ्याङ्क्स फर वाचिङ सबैजनालाई, बाई बाई, सी यु इन नेक्स्ट ब्लग।